फाइनली म आज माप्सा मेलामा आइसकेको छु। म मेलाको इन्ट्री गर्दैछु। यस बस, हाउ आर यु? यता अगाडि मेला देख्न सकिन्छ। म चाहिँ अहिले मन्दिरको दर्शनको लागि जाँदैछु। गोवाको एकदमै प्रसिद्ध मन्दिर रहेको छ श्री देव बर्गेश्वर संस्थान। म अब मन्दिरको दर्शनको लागि भित्र जाँदैछु। म तपाईँहरूलाई यस मन्दिरको परिसरमा के कस्तो रहेको छ, भक्तजनहरूको घुइँचो एकदमै देख्न सकिन्छ। म चाहिँ अब बर्गेश्वर प्रसन्न भगवानको दर्शन गर्नेछु। अहिलेको समयको बारेमा भन्नुपर्दा रातिको करिब 12 बजिसकेको छ। 12 बजेको अवस्थामा पनि दर्शन गर्ने तत्काल भइरहेको अवस्था यस्तो रहेको छ। म तपाईँहरूलाई यहाँका सबै परिसरमा घुमाउनेछु, सबै देखाउनेछु। यो मन्दिरमा लाइटिङ एकदमै देख्न सकिन्छ। चारैतिर झिलिमिली उज्यालो बत्ती। यहाँनिर कृष्ण भगवान यतापट्टि यहाँनिर देख्न सकिन्छ। यहाँनिर पनि रहेको छ। भक्तजनहरू सधैँ आउने गर्दछन्। अहिले मेला लागेको अवस्थामा दर्शन गरेको घुइँचो एकदमै बाक्लो उपस्थित रहेको देखिन्छ।